तपाईहरुलाई के लाग्छ? अनुशासनको पीडा बढी पीडादायक हुन्छ कि पश्चातापको पीडा बढी पीडादायक हुन्छ? हामीमध्ये किन धेरैजनाले त्यो पश्चातापको अग्निमै पिल्सिनुपर्छ त? हामीले अनुशासनको पीडालाई हामीले लिनुपर्ने बेलामा हामीले इन्स्टेन्ट प्लेजर यानी जुन कुरामा हामीलाई क्षणिक रूपमा मजा आउँछ हामीले त्यो कुरालाई चुज गरिराखेका हुन्छौँ। हामी सबैजनाले सानोमा सुनेको कथामा लान चाहन्छु। यो कथा हो उही के त कछुवा र खरायोको कथा। दुईजना बीच रेस हुँदाखेरि आफूभन्दा धेरै फास्ट दौडिन सक्ने खरायोलाई कछुवाले बिट गर्छ। कछुवाले आफ्नो कन्सिस्टेन्सीले मात्रै उसलाई बिट गरेको होइन, त्यो खरायोको ओभर कन्फिडेन्ट र ल्याक अफ डिसिप्लिनले गर्दाखेरि चाहिँ कछुवाले त्यो रेस जित्यो। अब यसबाट हामीले के सिक्न सकिन्छ? तपाईलाई लाग्छ होला नि म स्मार्ट छैन होला, म फास्ट लर्नर होइन होला, मसँग प्रपर रिसोर्सेसहरू छैन होला, मैले सोचेको कुरा जति सबै कुरा अहिले मेरो प्लेटमा रेडी छैन होला। तर के तपाईलाई थाहा छ तपाईभित्रको त्यो अनुशासन, तपाईभित्रको त्यो डिसिप्लिन, तपाईभित्रको त्यो पर्सिभरेन्स, तपाईभित्रको त्यो एटिट्युडले गर्दाखेरि चाहिँ तपाईले आफूभन्दा धेरै स्मार्ट मान्छेहरूलाई पनि तपाईले बिट गर्न सक्नुहुन्छ। किन धेरै स्मार्ट मान्छेहरूले बीचमै गेम छोडेर जान्छन् त? किन त्यो खेलबाडै बाहिर हुन्छन् त? जसरी खरायो खेलबाडै बाहिर भयो। किन खरायो खेलबाडै बाहिर भयो त? इभन त्यो कछुवा भन्दा धेरै स्मार्ट थियो र धेरै फास्ट पनि थियो, किनकि उसले चाहिँ इन्स्टेन्ट प्लेजरलाई रोज्यो। हामी पनि आफ्नो जीवनमा लक्ष्य प्राप्त गर्दै गर्दाखेरि, आफ्नो काम पुरा गर्दै गर्दाखेरि हामी पनि बीच बाटोमा भड्किराखेका हुन्छौँ कहिलेकाहीँ। हो त्यो बेलामा चाहिँ यो अनुशासनले हामीलाई सही ट्र्याकमा ल्याउँछ। निरन्तरताका साथ हामीले अनुशासनको पालना गर्ने हो भने हामी जीवनमा कुनै पनि कुरा अचिभ गर्न सक्छौँ। तपाईले यदि यस्तै खालको कन्टेन्टहरू चाहिराख्नु भएको छ भने चाहिँ हामीसँग जोडिन पनि नभुल्नु होला है त। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। थ्याङ्क यू।